हाई गाइज वेलकम टु आवर मिनी ब्लग। चुनावको दिन 3 जना फुर्सद भयो, सो र्यान्डमली स्टार्ट गरेको। नो फर्मालिटी, 100%। तपाईं के करेन खाने सुरुमा? ल 3 जना चाहिँ होममेडको मोमो खाँदै छौं। यो चाहिँ आटाबाट बनाएको भएर कालो कालो भयो। पहिला यो दुई रातो झोलवाला हो, यो चाहिँ नझोलवाला हो। के पातलोवाला र चेस जाँदै रङ्ग्यो। त्यस्तो नभन्नु न। चेस जाँदै रङ्ग्यो। यस्तो वाला आटाको बनाउनु गाह्रो रहेछ। ए पद गर्नु भनेको पद गर्नु भन्छ कान्छाले मलाई मोमो चाहिँ पहिले खानु चुनावको दिनमा फ्यामिली मिनी मुकबाङ पसल पनि लगाएर कागज पनि छैन। यो के अरे पुदिना र बिरा नुन मात्र हालेको स्प्राइट। मिठो त मिठो हुँदो रहेछ है। आटाको पनि मिठो हुँदो रहेछ है मोमो भनेको। भिडियोमा भत्के खाना त भत्किहाल्छ नि। होइन मिठो त मैदाकै हुँदो रहेछ। प्याजको धुलो छ केटा। मलाई त चाहिँदैन। अच्छा ऊ काटेको प्याज चाहिँ नुडल्स मलाई खाने भए। चुनावमा अब भोट हाल्न जान पाएन, त्यही भएर पेटमा दाना पनि हालेको। पेटमा भोट हालेको हुन्छ के नराख्ने भन्दा यो ऱ्याप पनि भन्छ। मासु झोलवाला मिठो लाग्दैन भन्दा नि झोलवाला भन्दा ग्रेभी लेदोवाला मिठो लाग्छ। एउटा टिकटक देखेको थिएँ टिस्यु खान आउने कस्टमरहरू भनेर। यस्तो तपाईँलाई मन पर्यो भनेको होइन। आटाको हो यो खानु आटाको
आधा झोल वाला भएर नुन लाग्दैन फेरि के हेर्नु थाल्यो हेरनु चिन्ताङ्गे जस्तो नगर्नु है कत्रो ठुलो त्यो मुकबाङ बनाउनेहरूले साँच्चै खान्छ होला र त्यो यत्रो चुली चुली राक्षसै पसेको भुँडी भयो नि पस्दैन होला हौ त्यति प्याज हाली खाइनस् न कति कस्तो मेसी छापोरी तरिकाले खाएको भए झोल आउनुहुँदैन त्यो पनि खाइदिएको त्यो खाइसक्नु तपाईँको हो त्यो मार्छु पो खानु न खाएकै छोरा काम लाग्छ क्या मोमो त्यत्रो ठुल्ठुलो चोखो रहेछ आटावाला मोमो खाएर मैदावाला मोमो खाँदा एकछिन त रबर टोकेको जस्तो पो हुँदो रहेछ है नुन लागेको झोल मोमोमा मलाई त लागेन यो खानु न अन्त खुवाउनै अलिअलि गर्दै सक्नुपर्छ खानु अचार मिठो छ बरु तिनवटा रारा सुनेर खतम भयो करेन्ट हौ तपाईँले सुरुमा हाल्नु छिटो पकाउनु भयो क्या मैले मोमो ला उता मोमो डढ्यो होला नि जानु न जानु त खान्छ लिएर आउनु त भिडियो स्टार्ट भएको छैन छैन चाहिँ यस्तो गर्नुहुन्छ होला भनेर म सुक्खा बनाउन खोज्दै थिएँ अब रहर गर्नुभयो भनेर मैले झोलवाला भनेर ओके भनेको उता फाल्नु मोमो पनि दुईजनाले भन्दा मैले बेसी खाइसकेँ ल हो र खै कति काँचो छ ल्याउनु त हेरौँ काँचो त छैन हौ त यत्रो बेर उम्लेको कसरी काँचो हुन्छ हौ पाकेको हो घोप्ट्याउनु यतिको बचाउने उमेर छ हाम्रो तातो मिठो होला यार आँटा त फर्केछ है हुन्छ फर्केछ यो चाहिँ तपाईँले सिद्धाउनु पर्ने हुन्छ नुन थप्नुहुन्छ कि के थप्नुहुन्छ मोमो पनि मैले धेरै खाएको दुईजना अन्त
यो पनि खाँदा खानु न डस्टबिनतिरको त कुरै नगर्नु है यो त कस्तो टेस्टी छैन त यो र एउटै चिज चाहिँ कसरी टेस्टी र नटेस्टी हुन्छ हौ एउटै किमा हो एउटै पिठो हो क्या पाकेको खान्छ किमा त्यो राखेर भरे फ्राई गरे खाँदा किमा पाकेकै रहन्छ ए बजाना खानु खानु खाने भरे सबै हो तातो मात्र हो डाइरिया हुन्छ होला डाइरिया हुन्छ होला भन्छ अचारले चाहिँ मन जित्यो अघि खाएको भटमासु चाहिँ मन जितेन खानै भनेर त्यही भटमासको अचार हो क्या तिनले भनेको पर्दैन भन्नु छेरिन्छ त्यसो भए नुडल्स खानु त कुरो कुरो फाल्न पाइँदैन राखेर भने खाने म मरे उठो मर्यो यो मुखबाङै खाइयो भयो मेरो त दिक्कतै छ त एउटाले दिन्छु म यो मोमो पनि सबै सिध्याउँछु हेर्दै जानु कहाँ जानु हेर्दै बाहिर यस्तो नि लु त त्यसो समयतिर मात्रै घुमेर खान्छ खानु सक्ने क्या हामी दुईटा तिनटा कहाँ छोड्नु मैले अगाएको छु नि म त मरे आज नाटक गर्दै खानु भोलि भयो मेरो लाइट बाइट नुडलसँग यो अचार लाएर खानु न मिठो हुँदो रहेछ सिग्नेचरै भइसक्यो त्यो नर्मल फुच्काएर भिडियो बनाउने ल खान्छ उता खानु खानु लास्ट बाइट भन्नु नुडल्सहरू सबै हाल्नु जम्मा 6 वटा थियो होला नुडल खानु त बेबी त्यो चाहिँ पैसा दिए नि खाइन बेबी बेबी कस्तो खालको मान्छे हो हेर्दै के थियो कस्तो फाल्यो राखेर भयो म भात पकाउने यही खान्छु हाम्रो मिनी मुकबाङ चाहिँ यहीँ सिद्धिएको छ साथीहरू लाइट क्यामेरा साउन्ड नमिले पनि फुल भिडियो हेरिदिनु भएकोमा धन्यवाद थ्याङ्क यू सो मच